हेलो हेलो नमस्ते सबैजनालाई फेरि पनि स्वागत छ हामी आफ्नो छोराको मिनी भ्लगमा। साथीहरू आज चाहिँ म हजुरलाई चाहिँ यहाँ सयपत्री फुल रोपेको देखाउने छु। हजुरहरूकोतिर चाहिँ रोप्नु भएको कि भएन भन्नुस् ल, कमेन्ट गर्नु सबैजनाले। अनि साथै हजुरहरूलाई चाहिँ यति राम्रो राम्रो सयपत्री फुलको बिरुवा चाहिन्छ भने चाहिँ भन्नुस्, मैले पठाइदिन्छु। हजुरको गाउँघरतिर कतिको रोप्दै हुनुहुन्छ, पछि आफ्नो माइतीहरूलाई चाहिँ सयपत्री फुलले चाहिँ स्वागत गर्न माला लगाइदिन तिहारमा। साथीहरू आज चाहिँ म एउटा गराभरि सयपत्री फुल चाहिँ रोप्ने छु। आसिफ पनि आज आउनु खोजिरहेको थियो तर मैले ल्याइन, बारीमा चाहिँ एकदम माटो खेल्ने भएको कारणले गर्दाखेरि यसरी यसलाई चाहिँ यो सयपत्री फुललाई चाहिँ यस्तो गरी रोप्नुपर्ने छ। साथीहरू मैले चाहिँ यो अलिक झन्नै सयपत्री फुलको बिरुवा चाहिँ अलिक हुर्किहालेछ साथीहरू। योभन्दा अलिक सानो सानो हुँदै चाहिँ रोप्नुपर्छ। ल हेर्नुहोस् साथीहरू, हजुर पनि यसरी नै आफ्नो बारीमा चाहिँ मजाले सयपत्री फुलको बिरुवा रोप्नुहोस्। पछि चाहिँ कति राम्रो हुन्छ, किन्नुभन्दा नि बारीमै रोपेर फुलेको फुल चाहिँ एकदम राम्रो अर्ग्यानिक पनि हुन्छ, कति रमाइलो हुन्छ। अझ गाउँघरतिर त फुल रोप्न टिप्न साथीहरू यस्तो बारीमा चाहिँ अलिक धेरै ढुङ्गाहरू रहेछ के। हेर्नुहोस् साथीहरू, आउनुहोस् हजुर पनि यहाँनिर सयपत्री फुल रोप्नलाई। कस्तो रमाइलो भइरहेछ, मलाई एक्लै भए पनि तिहार तिहार आए जस्तै फिल भइरहेछ। म चाहिँ आज एउटा गरा नै रोपिसक्छु साथीहरू। पहिला पहिला चाहिँ गाउँघरमा चाहिँ सानो सानो हुँदाखेरि हामीले कति डिलडिलमा बारीको डिलडिलमा रोप्थ्यौँ साथीहरू। यसरी त्यस्तै मलाई गाउँमा जस्तै रमाइलो फिल भइरहेछ यसरी रोप्नलाई चाहिँ। अनि आज चाहिँ म हजुरहरूलाई के देखाउँछु भने नि साथीहरू, यहाँ हेर्नुहोस्, यता चाहिँ यो के को बोट होला चिन्नुहुन्छ हजुरले? यो चाहिँ हो पुस्ताकारी। पुस्ताकारी एउटा चाहिँ सेतो खालको छ, एउटा चाहिँ रातो। यसको चाहिँ के हुन्छ भने यस्तो गुजुलगाना हुन्छ। यो चाहिँ हामी चाहिँ गाउँतिर चाहिँ के बनाउँछ भने यो चाहिँ उसिनेर राम्रोसँग पकाएर छ्याङ बनाउँछ, झार बनाउँछ। रक्सी बनाउनको लागि चाहिँ यो एकदम राम्रो हुन्छ है साथीहरू। अनि यो बोट चाहिँ बुङ्गुले पनि सुँगुरले पनि खान्छ, अनि गाई बस्तुलाई पनि दिन्छौँ हामी। हेर्नुहोस् त साथीहरू कस्तो राम्रो छ है। मलाई यस्तो देख्दाखेरि चाहिँ मलाई ठ्याक्कै मामा घरको याद आउँछ। सानो सानो हुँदाखेरि यस्तो यहाँ हेर्नु त साथीहरू, यसको पात यो छ नि, यो बजाउन नि मिल्छ। यसलाई चाहिँ कस्तो गर्नुपर्छ भने यस्तो भने खोइ काट टालिएछ कि यसले यहाँभित्र चाहिँ यस्तो गुदी हुन्छ, त्यसलाई चाहिँ यसरी चाहिँ कसरी टालिएछ यो यसरी चाहिँ हामी बजाउँछौँ। हजुर पनि बजाएर हेर्नु चाहिँ कस्तो रमाइलो हुन्छ। म चाहिँ एकदम बच्चा जस्तै खेल्न रमाइलो लाग्छ के। यहाँ हेर्नुहोस्, यो चाहिँ रातो खालको सेतो खालको पनि छ यहाँ। यसलाई चाहिँ अलिकति यहाँ भित्र पुवाल छ क्या, यसरी यो भित्र चाहिँ पुवाल हुन्छ। यसलाई चाहिँ अझ तलै गिर्नुपर्छ अनि बजाउनु सक्यो भने खोइ खोइ बजेतै बजेन। यस्तो बजेर हेर्नु त कस्तो रमाइलो हुन्छ। यता तलतिर चाहिँ के छ भने हेर्नुहोस् त साथीहरू, बुङ्गुर। यहाँ चाहिँ हाम्रो माथि आन्टी हामी बसेको घरभन्दा माथिको आन्टीहरूको जो चाहिँ बुङ्गुर हो। यस्तो चाहिँ त्यहाँ यता माथितिर पनि छ, यता हरियो मकै। अनि यता म
आउनुहोस् हजुर पनि यहाँ रमाइलो गरौँ सयपत्री फुल रोप्दै। हेलो हेलो ल साथीहरू, अब चाहिँ म फेरि अर्को भिडियोमा चाहिँ देखाउँछु है सयपत्री फुल रोपिसकेर चाहिँ। अनि पछि फुलेको पनि देखाउने छु हजुरलाई। धेरै भयो भने त्यता नि पठाइदिन्छु ल। ओके बाई बाई।